र तेलको रूपमा अहिले यहाँ देखिरहनु भएको छ। यो तेल चाहिँ हामीले यो तितेपातीबाट निकालेका हौँ र तपाईँहरूको तितेपाती सिन्धुपाल्चोकको तितेपाती भन्दा गुणस्तर रहेछ भन्ने कुरा पनि प्रमाणित भएको छ, किनभने यो तितेपातीको तेल बढी आयो। दर्शकबिन नमस्ते, म हुँ मिलन लो तामाङ। उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर 4 ठाना गाउँमा आज एक कार्यक्रम बीच तितेपाती प्रशोधन तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विक र ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईको उपस्थितिमा आज उद्घाटन गरिएको हो। यसले ताप्ली गाउँपालिकामा तितेपातीको प्रचुर सम्भावना रहेको र ताप्ली गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यावसायिक खेती गर्दै रोजगारीको सिर्जना गरी आम्दानी आय आर्जन बढाउने विश्वास गरिएको छ। लगायत विविध खालका अन्य जडीबुटीहरू पनि छन् जसलाई हामीले चाहिँ अब प्रशोधन गरेर बजारसम्म लग्ने र यहीँ पनि उपयोग गर्न सकियो। त्यो हुँदाखेरि यहीँको बासिन्दाहरू मेडिसिन लिनकै लागि हामी चाहिँ कटारी अझै पर होइन त्यो मेडिसिन लिन, यही चाहिँ तपाईँको आयुर्वेदिक औषधि लिन पनि कहाँ पुगेर चाहिँ ल्याएको अवस्था छ। त्यो हुँदा यो मुख्यतः तितेपातीको प्रशोधित तेलले चाहिँ हरेक किसिमको, त्यो चाहिँ चाहे प्रेसरको होस्, चाहे त्यो चाहिँ घाउको होस्, चाहे त्यो दुखाइको होस्, विविध किसिमको बहुआयामिक रोगहरू र बहुआयामिक क्षेत्रहरूमा यसको उपयोग हुने पनि हामी प्रशिक्षित भइसकेपछि जानकारी पनि पायौँ। त्यो भागलाई चाहिँ हामीले गरेर आज तेलको रूपमा चाहिँ जुन लिएर यो मेडिसिन बन्छ भन्ने जुन तपाईँ हामीमा चाहिँ अब यहाँ ज्ञान प्राप्त भइसकेको छ। मेडिसिनको रूपमा चाहिँ हामीले बिक्री वितरण गर्न सक्ने, मेडिसिनको रूपमा चाहिँ हामीले प्रयोग गर्न सकिने यी कुराहरू चाहिँ तपाईँको प्रमाणित भइसकेको छ। यही प्रशोधन गर्नुपर्छ हाम्रा झारपातहरूलाई, हामीसँग भएका जडीबुटीहरूलाई प्रशोधन गर्नुपर्छ भन्ने हेतुले हामीले एउटा अभियानको रूपमा हामीले ताप्ले गाउँपालिकाले एउटा अभियान र सिकाइको रूपमा हामीले केही अध्ययनहरू गऱ्यौँ। हाम्रो प्रमुख प्रशासकीय अधिकृतज्यू, कृषि शाखाका प्रमुखज्यू, कृषिका केही कर्मचारी साथीहरू र हामी जनप्रतिनिधि केही अध्ययन पनि गऱ्यौँ। निकै लामो समय अध्ययन गऱ्यौँ। म पनि कृषककै छोरो, कृषि नै मन पराउने, कहिले बाख्रो पाल्ने, कहिले के भन्छ कागती रोप्ने, कहिले जुनार रोप्ने, कहिले अनार रोप्ने होइन। यो के रहेछ त नेपालमा, यो अभ्यास, नेपालको अभ्यासहरू के रहेछ त कृषिमा भनेर निकै लामो समयदेखि म पनि चाहिँ तपाईँको छलफल बहस र चाहिँ अनुसन्धानमा थिएँ र यो देशको सबै ठाउँमा पुग्यो। अर्ग्यानिकको विषयमा पुग्यो होइन, तपाईँको के भन्छ यो पर्यटनको कुरामा पुग्यो, कृषिका चाहिँ प्रशोधनको कुराहरूमा पुग्यो र तपाईँको चाहिँ अब यो पाखो ठाउँमा चाहिँ धान फलाउने। हाम्रो चाहिँ ताप्ले गाउँपालिका चाहिँ समुद्र सतहदेखि 300 मिटरदेखि 2100 हाइटसम्म धान फल्ने बिउ खोजियो। पाखे बासमती, जहाँ यो यहाँ तपाईँहरूले देखिरहनु भएको छ होइन, पाखे बासमतीको बिउ तपाईँको चाहिँ नि अब यो पालिकाभरि चाहिँ पाखे बासमती बनाउने, पालिकाभरिका जडीबुटीहरूलाई प्रशोधन गर्ने भनेर चाहिँ हामीले यो एउटा डिस्टिलेसन जुन प्राप्त गर्नको लागि चाहिँ हामी अहिले यहाँ ताप्ली गाउँपालिका आइपुगेका छौँ। हाम्रो ताप्ली गाउँपालिका अध्यक्ष लगायत हाम्रो टिमै जानु भएको थियो सिन्धुपाल्चोकमा, उहाँले हेरेर आउनुभयो र त्यो चाहिँ उपयुक्त छ भनेर यहाँ आज हामी उद्घाटन गर्ने अवसर पायौँ। त्यसको लागि हामी आभारी छौँ। सिन्धुपाल्चोकलाई हामीलाई बोलाउनु भयो, सिन्धुपाल्चोकलाई सम्झिनु भयो र हामीले त्यो कुराहरू राख्न सक्यौँ। र तेलको रूपमा अहिले यहाँ देखिरहनु भएको छ। यो तेल चाहिँ हामीले यो तितेपातीबाट निकालेका हौँ र तपाईँहरूको तितेपाती सिन्धुपाल्चोकको तितेपाती भन्दा गुणस्तर रहेछ भन्ने कुरा पनि प्रमाणित भएको छ, किनभने यो तितेपातीको तेल बढी आयो। यति धेरै तेल हाम्रोमा आएको थिएन, किनभने हामीले योभन्दा लगभग बेसी तितेपाती हालेका थियौँ। हामीलाई लगभग त्यो बेला भने चाहिँ 100-150 ml मात्रै आएको थियो हाम्रो तितेपातीको तेल। अहिले धेरै आयो, यहाँ गुणस्तरीय छ भन्ने कुरा प्रमाणित भएको छ। यो तितेपातीको तेल विशेष गरेर चाहिँ हामीलाई फोक्सोको रोगीहरूले चाहिँ छातीमा दल्यो भने सास फेर्नलाई सहज हुने हुन्छ र प्रेसर हाई हुनेले पैतालामा लगाउनु भयो भने प्रेसर तुरुन्तै घट्छ र ठोकिएको मर्केको ठाउँमा तपाईँले लगाउनु भयो भने तुरुन्तै दुखाइ कम हुन्छ। भाँचिएको छ, मर्केको छ भने तपाईँले तुरुन्तै दुखाइ कम गर्छ। यसको मतलब तपाईँको त्यो ठाउँ दुख्ने ठाउँ भने त्यसमा त्यो ठाउँ प्रेसर हाई हुन्छ, त्यो ठाउँ तातेको हुन्छ, यसले चिस्याउने काम गर्छ।
र हाम्रो औषधि विज्ञानले हामीले गुगलमा सर्च गरेर हेर्दाखेरि जो महिनावारी हुँदा पेट दुख्छ त्यसको चाहिँ त्यो पेटको दुखेको भागमा लगाउनु भयो भने कम हुन्छ भनेर भनेको छ। सरदर हामीले लगभग 30,000 सम्ममा हामी स्थानीय बजार कन्ट्याक्ट गर्न सक्छौँ र हामीले सुरुमा यो तेल निकाल्दाखेरि हामीसँग बजार थिएन। हामी मात्रै रिसर्चको रूपमा आएका थियौँ। अहिले हामीसँग बजार जति पनि छ, जति पनि माग छ, हामीलाई तेल दिनुहोस् भन्नुहुन्छ, हामीसँग तेल हुँदैन, हामी दिन सक्दैनौँ। र हामीले होलसेलमा दिनुहुन्छ, होलसेलमा हामीले दियौँ भने चाहिँ हामी 20,000सम्म दिन्छौँ भनेर आउनु भएको छ हामीसँग र हामीले दिइराखेका पनि छौँ। एउटा लोगो राखेर हामीले नै बेच्न सक्यौँ भने झनै राम्रो भयो। हामीलाई एउटा नेटवर्क बनाएर यसको चाहिँ औषधि धेरै छ। अहिले चाइनाले चाहिँ क्यान्सरको दबाई बनाएको भनेर प्रमाणित गरेको छ। गुगलमा सर्च गरेर हेर्नु होला, भेटिन्छ। र यो चाहिँ 2 वर्ष भयो, 1.5 वर्ष कति भयो क्यान्सरको उपचारको दबाई रहेछ भनेर पत्ता लगाएको चाहिँ यो धेरै थोकको उपचारको छ। जस्तो यो पानी अहिले हामीले फाल्यौँ, यो चाहिँ थुनेलो भएको ठाउँमा त्यसको तातो बाफ, अलिकति तातो पानीमा त्यो हालेर अनि बाफ लगाइदियो भने त्यो ब्लक भएको नसाहरू खुल्छ।